एउटा कुनै पर्टिकुलर म्याच एउटा प्लेयरले पनि जिताउन सक्छ, एउटा इन्डिभिजुअल ब्रिलियन्स पर्फर्मेन्स दिएर जिताउन सक्छ, बट एउटा लङ टर्म एउटा कप कम्पिटिसन कप फाइनल जिताउन चाहिँ एउटा टिम नै ठिक हुनुपर्छ। लास्ट टाइमको वर्ल्ड कपमा के थियो, अर्जेन्टिना वर नट ट्याक्टिकल्ली गुड होइन, सुरुमा साउदी अरेबियासँगै हारेको थियो, बट त्यहाँ के थियो, एउटा युनिटी थियो, कसैको लागि खेलौँ अथवा म्याक्सिमम् प्लेयरहरू मेस्सीको लागि खेलौँ भन्ने थियो। अनि लास्ट टाइमको वर्ल्ड कप 2018मा के थियो, ट्याक्टिकल्ली गुड थियो, देशमले राम्रो खेलायो, अभियसली प्लेयरहरू पनि राम्रो थियो, बट ट्याक्टिकल्ली गुड टिम थियो। त्यस्तै एउटा टिम मात्रै राम्रो भएर चाहिँ हुँदैन, त्यसमा कोच राम्रो हुनु पऱ्यो, युनिटी हुनु पऱ्यो होइन। अब पोर्चुगलमा के ल्याक्छ, युनिटी पनि राम्रो छैन, कोच पनि राम्रो छैन, प्लेयरहरू वान अफ द बेस्ट छ, अन पेपर सबभन्दा दुनियाँको सबभन्दा बेस्ट प्लेयरहरू छन्, मिडफिल्ड त दुनियाँको बेस्ट नै हो होइन, डिफेन्डर फुल ब्याक पनि दामी दामी छन्, बट किन जितेन, एउटा युनिटी भएन होइन। हालान्ड जस्तै, हालान्डले 4 टच गर्छ, 4 टचमा 1 गोल हानिदिइहाल्छ, किन, कमसेकम त्यहाँको प्लेयरहरूले बक्समा त बल पुर्याउँछ नि, बक्समा बल पुर्याएपछि त्यहाँ गोल हान्छ स्ट्राइकरले। पोर्चुगलमा के छ, त्यो एउटा युनिटी छैन क्या, हङ्गर छैन एउटा। अब लाइक हिपोक्रेटिक पनि हुन्छ, रोनाल्डोले के भन्छ, अब जस्तै पोस्ट म्याचमा हारिसकेपछि स्पेनसँग हारेपछि मभन्दा अगाडि एउटा पनि म्याच जितेको थिएन, एउटा पनि कप जितेको थिएन, म भए चाहिँ कति जित्यो भनेर। हो, त्यो एउटा ठिक हो, बट एउटा टिमलाई जिताउनलाई एउटा प्लेयरले मात्रै होइन नि त, एउटा टिमले खेल्नु पऱ्यो नि त राम्रो, एउटा टिमले गर्दा पो जित्ने हो, एउटा प्लेयरले गर्दा मैले गर्दा हो भनेर त अलि सुहाउँदैन नि त। ल त्यो होला, बट त्यसले अरू प्लेयरहरूलाई इफेक्ट पार्छ नि। अलि हिपोक्रेटिक कुरा गर्ने, अलि हिपोक्रेटिक बाहिर आएर पोस्ट म्याच कन्फरेन्स दिने गरेपछि चाहिँ अलि प्लेयरहरूमा युनिटी चाहिँ नहुनसक्छ। त्यो मैले रोनाल्डो एज अ प्लेयर भनेको, रोनाल्डो एज अ प्लेयर हामी कसैलाई त्यो औकात छैन भन्ने, रोनाल्डो वान अफ द ग्रेटेस्ट प्लेयर हो होइन, बट एज अ पर्सन चाहिँ त्यस्तो भनेपछि चाहिँ अरू टिमलाई चाहिँ इफेक्ट पर्छ, द्याट डिरेक्टली इफेक्ट द टिम्स युनिटी। द्याट्स वाइ पोर्चुगलले चाहिँ यो तरिकाले गयो भने चाहिँ पोर्चुगल विल नेभर विन द वर्ल्ड कप।